के हो लिफ्ट हानिदिनु क्या उहाँलाई आउनु जामाउनु बस्नुहोस् धन्न लडिरहेको ल लेट्स गो मैले उहाँलाई चाहिँ यसो बाटोमा देखेँ यस्तो लिफ्ट हानिदिएँ तपाईँलाई थाहा नै छ होइन मेरो लिफ्ट हान्ने बानी छ लिफ्ट दिइहाल्छु फेरि केटा हो चाहिँ केटी होइन जो भए पनि अनि कति टाढा छ तपाईँको कहाँनिर हो झर्ने भकुन्डे बेसी कति टाइम लाग्छ त्यहाँसम्म पुग्न हजुर 25 मिनट लाग्छ है ल 25 मिनटसम्म तपाईँ मेरो प्यासेन्जर हुनुहुन्छ होइन अनि बसले कति लिन्थ्यो भाडा हजुर ए त्यहाँबाट थाहा भएन त्यसो भए 200 दिनु होला नि त अनि बनेपाबाट 100 रुपिस त्यहाँबाट आएको 200 रुपिस किनभने त्यहाँ तपाईँ अलपत्र पर्नु भएको थियो नि त होइन अनि अलपत्र ठाउँबाट रेस्क्यु गर्दाखेरि अलिक बेसी भाडा लाग्छ नि त जिस्काइदिएको है जिस्काइदिएको तपाईँलाई तपाईँको ठाउँ आएपछि भन्नु है फेरि यहाँ कुद्दा कुद्दै सिन्धुली पुग्नु होला फेरि फेरि मलाई किडन्याप गरेर लानुभयो भन्नु होला फेरि तपाईँलाई डर लाग्दैन नि बाइकमा डर लाग्यो भने भन्नु है तर मैले केही गर्न त सक्दिनँ कि अब डराएरै बस्ने हो जतिन्जेल तपाईँको स्टेसन आउँदैन हो मेरो हातमा केही छैन यो बाइक आफै कुट्छ अब ब्रेक भनेको मेरो हातमा हेर कुदाउने बाइकहरू केही छैन मेरो जे छ खुट्टामा एउटा ब्रेक छ अगाडिको त ब्रेक फेल हो होइन यस्तो भन्दा अहिले पेट्रोल महँगो छ जति धेरै ब्रेक हाने उति स्लोमा गइन्छ नि त त्योबाट एउटा ब्रेक झिक्दिएको के लास्ट गफ हानिदियो क्या यार मैले त यार होइन कहिलेकाहीँ अब यस्तो हुन्छ कि कहिलेकाहीँ गफ हानेन भने प्यासेन्जरहरू बोर हुनसक्छ नि त सो त्यही भएर फेरि अब 100को ठाउँमा 200 रुपियाँ भाडा लिइरहेको छु अनि गफ अलिक धेरै दिनु परेन तपाईँको नाम के हो यो पनि एडिट गर्नुपर्ने भयो है हुन त फेस पनि अलिकति ब्लर गरिदिनु पर्ला कि तपाईँलाई केही प्रब्लम त हुँदैन नि अब यस्तो अब हाम्रो च्यानलमा चाहिँ आइडीमा चाहिँ अब प्रायः यसो लिफ्ट दिएको भिडियोहरू नै भइरहेको हुन्छ नि त सो अब कसैलाई त फेरि होइन सोध्नुपर्छ नि त उहाँहरूको अब मर्जी बिना भिडियो त अपलोड झ्यापै गरिदिनु त मिलेन ए त्यो अस्ति नै उता बाढीहरू आउँदाखेरि कता हुनुहुन्थ्यो तपाईँ ए खोलै खोला जाने मलाई त पौडी खेल्न आउँदैन नि त अनि हजुर ए रोडबाटै खोला बग्यो है खोलामै रोड भनेपछि भनेपछि त अब त असार साउनतिर पानी पर्ने सिजनमा त गाह्रो हुन्छ होला त्यहाँ त अनि डाइभर्जन नै बगाइदिन्छ होला सुनिरहेको थिएँ कस्तो राम्रो है यो बाटो सफा पनि एकदम सफा के हेर न डस्ट एन्ड पल्युसन केही छैन नि यहाँ पुरा अक्सिजन पनि महाकसन यस्तो फ्रेस छ कि हाम्रो लङ्सले नि होइन पत्तै रहेको छैन होला कि यो कहाँ आइरहेछ भनेर म फेरि त्यहाँनिर ट्राफिक चेकिङ हुन्छ नि त त्यो डराइ छिटो बिस्तारै हालिरहेको थिएँ होइन छ हल्का बाइक अलिक मोडिफिकेसन छ नि त अनि बाइक मोडिफिकेसनमा कारवाही गरिदिइहाल्छन् फेरि अनि त्यही भएर डराउनु पर्छ बेला बेलामा होइन म त अब डराउँदिनँ किन भन्नु न तपाईँ पछाडि हुनुहुन्छ होइन के पऱ्यो भने म त रिजर्भ आएको रिजर्भ आएको भनिदिन्छु भकुन्डेसँग केही पऱ्यो भने तपाईँको जिम्मा हो होइन भनेपछि तपाईँ ठुलो दिदी तपाईँ त दिदी हुनुहुँदो रहेछ कहिले हो तपाईँको बर्थडे असारमा 30 ए अनि बल्ल त अनि चैतको अझ कति चलिरहेछ खोइ त अनि तपाईँलाई त अब नेक्स्ट टाइम भेट होला नहोला अब चक्लेट भन्ने कुरा अब भकुन्डे बेसीमा खानुपर्ने हुन्छ है म अब ह्याप्पी बर्थडे विस गरिदिइहाल्छु फर्स्टमै हामी चाहिँ आइसकेको छौँ भकुन्डे बेसी ल यहाँ नमो बुद्ध म्युनिसिपालिटी रहेछ यहाँ तर राम्रो छ है यो रोडको बिचमा यस्तो ग्रिनरी लगाइदियो भने कस्तो राम्रो देखिन्छ क्या राम्रो छ जानु टेक केयर भाडा चाहिँ पर्दैन है भाडा चाहिँ पर्दैन अब त्यही हो